नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। नेपालमा एन्टिमाइक्रोबियल प्रतिरोधात्मकता मतलब एएमआर। यो समस्या कति गहिरो छ भनेर बुझ्न हामीसँग विभिन्न अनुसन्धान पत्र, लेख अनि सरकारी रिपोर्टहरू पनि छन्। सुरुमा अलिकति सरल भाषामा भनिदिनुस् न, यो एएमआर भनेको खासमा के हो? हुन्छ। साधारण भाषामा भन्नुपर्दा ब्याक्टेरिया, भाइरस जस्ता साना जीवहरूले नि हामीले प्रयोग गर्ने औषधिहरू, खास गरी एन्टिबायोटिकलाई जित्ने क्षमता बनाउन नि एएमआर हो। मतलब पहिले काम गर्ने औषधिले पछि काम नगर्ने हुन्छ। औषधिले काम नगर्ने अवस्था। अनि यसको असर कस्तो छ त नेपालमा? तथ्याङ्कहरू अलि डरलाग्दा छन् भन्ने सुनेकी थिएँ मैले। हो, तथ्याङ्कहरू साँच्चै चिन्ताजनक छन्। सन् 2019मा मात्रै हेर्ने हो भने नेपालमा एएमआरले गर्दा सिधै 6400 जनाको मृत्यु भयो। 6400 सिधै? सिधै। अनि थप 23200 मृत्युहरू पनि एएमआरसँग जोडिएका थिए। यो त क्यान्सर, टिबी, श्वास प्रश्वासको संक्रमण, मधुमेह, मृगोला रोग यिनीहरूबाट हुने मृत्युभन्दा पनि बढी हो र क्यान्सर, टिबी भन्दा पनि बढी? हजुर, आइएचएमईको तथ्याङ्कले त्यही देखाउँछ। एएमआर मृत्युदरमा नेपाल संसारका 204 देशमा 52 अनि दक्षिण एसियामा त दोस्रो स्थानमा छ। बाफ्रे, 6400 प्रत्यक्ष मृत्यु अनि अरू रोगभन्दा पनि बढी? यो त साँच्चै गम्भीर विषय रहेछ। ल, आज हामी यी स्रोतहरूलाई केलाएर एएमआरको खास अवस्था, यसका कारणहरू अनि केही प्रयासहरू भइरहेका छन् कि यसबारे प्रष्ट पार्ने कोसिस गरौँ। अस्पतालहरूबाटै सुरु गरौँ न त। त्यहाँ कस्तो छ अवस्था? अस्पतालमा अवस्था गम्भीर नै छ। धेरै अध्ययनहरूले के देखाउँछन् भने अस्पतालहरूमा एन्टिबायोटिक नलाग्ने ब्याक्टेरियाहरू निकै फैलिएका छन्। जस्तै पाटन अस्पतालमा 2021मा एउटा अध्ययन भएको थियो। त्यसमा स्टाफिलोकोकस ओरियस भन्ने ब्याक्टेरियाको संक्रमण भएका 57% बिरामीमा एमआरएसए पाइयो। एमआरएसए त्यो भनेको? एमआरएसए भनेको मेथिसिलिन रेजिस्टेन्ट स्टाफिलोकोकस ओरियस। यो एक प्रकारको सुपरबग जस्तै हो, जसलाई सामान्य एन्टिबायोटिकले छुँदैन, उपचार गर्न असाध्य गाह्रो हुन्छ। 57% पाटन जस्तो प्रमुख अस्पतालमा? यो त निकै उच्च दर भयो नि। के यो पाटनको मात्र कुरा हो कि अरूतिर पनि यस्तै छ? होइन, यो समस्या पाटनमा मात्रै छैन। पोखरामा त झन् 2008मै, मतलब धेरै पहिले नै स्कुले केटाकेटी र अस्पतालका बिरामी दुवैमा एमआरएसएको उच्च प्रकोप देखिएको थियो। 2008मै? हो। अनि गङ्गालाल, बिएनबी, टिचिङ, मनमोहन जस्ता अरू ठूला अस्पतालका अध्ययनहरूमा पनि इकोलाई, क्लेब्जिएला पुन्युमोनिया जस्ता ब्याक्टेरियाहरूले सामान्य एन्टिबायोटिकहरूलाई टेर्न छोडेको, माने हाई रेजिस्टेन्स देखाएको पाइएको छ। यी ब्याक्टेरिया त पिसाब नली, रगत, पेट, फोक्सोको संक्रमण गराउने प्रमुख हुन् नि, होइन र? हो, एकदम। यिनीहरूमा प्रतिरोध बढ्नु भनेको सामान्य संक्रमण पनि जटिल र ज्यानलेवा हुन सक्नु हो। स्वास्थ्यमा असर त पर्यो नै, तर यसले बिरामीलाई अनि हाम्रो स्वास्थ्य प्रणालीलाई आर्थिक भार चाहिँ कति थपेको होला? के अनुमान छ? शिक्षण अस्पतालमा गरिएको अध्ययनले के देखायो भने अस्पतालभित्रै हुने संक्रमण मतलब एचएआइएस मात्र हुँदा पनि बिरामीलाई औसतमा $165 बढी खर्च लाग्ने र 7 दिन बढी अस्पताल बस्नुपर्ने रहेछ। $165 अतिरिक्त खर्च? अनि यदि त्यो संक्रमण एएमआरसँग सम्बन्धित भयो भने त्यो अतिरिक्त भार बढेर $381 र अस्पताल बसाई 9 दिनसम्म पुग्छ। $381? त्यो त झन्डै 40-50 हजार नेपाली रुपियाँ जति भयो। हो। अनि अझै दुःखको कुरा के छ भने यो भारको लगभग 94देखि 97% बिरामी आफैले बोक्नुपर्छ। 97% बिरामी आफैले? यो त साह्रै मार पर्यो नि। ल, अब कारणतिर जाउँ। यो प्रतिरोध यति छिटो किन फैलिरहेको होला? पक्कै पनि एन्टिबायोटिकको प्रयोगसँग जोडिएको हुनुपर्छ। एकदम सही कुरा। एउटा प्रमुख कारण नै यही हो, एन्टिबायोटिकको अव्यवस्थित अनि अत्यधिक प्रयोग। खास गरी सामुदायिक फार्मेसीहरूबाट यो एकदमै भइरहेको छ। फार्मेसीबाट? कसरी? विभिन्न अध्ययनले देखाए अनुसार नेपालमा 67% देखि 97% एन्टिबायोटिकहरू डाक्टरको प्रिस्क्रिप्सन बिना नै बिक्री हुन्छन्। 97% प्रिस्क्रिप्सन बिना? यति सजिलै? हो, त्यस्तै देखिन्छ।
यही जथाभावी बिक्रीले गर्दा नै त हामीले अघि कुरा गरेको MRSA जस्ता सुपर बग फैलिनलाई मद्दत पुगिरहेको छ। ए, के उदाहरण छ यसको? छ नि, भरतपुरमा एउटा सिमुलेटेड पेशेन्ट अध्ययन गरिएको थियो। मतलब नक्कली बिरामी बनेर फार्मेसीमा गएर हेर्दा सामान्य झाडा पखाला हुँदा पनि फार्मेसीहरूले मेट्रोनिडाजोल जस्ता एन्टिबायोटिक अनावश्यक रूपमा दिने तर जीवनजल ORS जस्तो चाहिने कुरा चाहिँ कम दिने गरेको पाइयो। सामान्य झाडा पखालामा एन्टिबायोटिक? जीवनजल पो चाहिने हो त? हो नि। त्यस्तै बारा र पर्साको अर्को अध्ययनले पनि 2/3 फार्मेसीले प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक बेच्ने र औषधि पूरा कोर्स खानुपर्छ है भनेर बिरामीलाई राम्ररी नसम्झाउने गरेको देखायो। अलिअलि आर्थिक फाइदा हेर्ने, ग्राहक नफर्काउने दबाव पनि होला यसमा। यो त मानव स्वास्थ्यको कुरा भयो, तर पशुपालनमा पनि त एन्टिबायोटिक प्रयोग हुन्छ हैन? त्यसको केही असर छ कि? हो, त्यो अर्को एकदम महत्त्वपूर्ण पाको हो। पशुपन्छीमा विशेष गरी कुखुरा पालनमा एन्टिबायोटिकको प्रयोग एकदमै धेरै छ। किसानहरूले डक्सिसाइक्लिन, नियोमाइसिन, कोलेस्टिन जस्ता औषधि रोग लाग्न नदिन र उपचार गर्न दुवैमा प्रयोग गर्छन्। तर उहाँहरूमा AMR बारे ज्ञान र सही तरिकाले प्रयोग गर्ने अभ्यासको कमी देखिन्छ। कुखुरामा प्रयोग भएको औषधिले मान्छेलाई कसरी असर गर्छ र? गर्छ नि। यसले एक स्वास्थ्य अर्थात् वान हेल्थको अवधारणालाई महत्त्वपूर्ण बनाउँछ। पशुमा बढेको प्रतिरोधी ब्याक्टेरिया खानाको माध्यमबाट वा वातावरण हुँदै मानिसमा सर्न सक्छ अनि त्यसले मानिसको उपचारलाई पनि गाह्रो बनाइदिन्छ। ए, मतलब यो त मान्छे, पशु, वातावरण सबै जोडिएको एकदमै जटिल समस्या रहेछ। त्यसो भए यसलाई समाधान गर्न केही प्रयासहरू भइरहेका छन् कि छैनन् त? प्रयासहरू त भइरहेका छन्। नेपालले AMR सम्बन्धी राष्ट्रिय कार्ययोजना माने नेशनल एक्सन प्लान बनाएको छ। तर यसको पूर्ण कार्यान्वयनमा चुनौतीहरू छन्। भर्खरै 2024मा औषधि व्यवस्था विभाग DDA ले पहिलो पटक असल फार्मेसी अभ्यास GPP र असल भण्डारण तथा वितरण अभ्यास GSDP सम्बन्धी निर्देशिकाहरू जारी गरेको छ। GPP र GSDP निर्देशिका यसले के गर्छ? यसले फार्मेसी र औषधि बेच्ने थोक विक्रेताहरूको सेवा र औषधिको गुणस्तर सुधार्ने आशा गरिएको छ। कसरी औषधि राख्ने, कसरी बेच्ने भन्ने मापदण्ड तोकेको छ। यो त राम्रो कदम भयो। तर हाम्रो छिमेकी बङ्गलादेशले औषधि उत्पादनमा कत्रो फड्को मारेको छ। त्यो हेर्दा के नेपालको आफ्नै क्षमता र यो अनुमोदन प्रणाली चाहिँ कतिको बलियो छ त यी निर्देशिका लागू गर्न सक्ने? त्यो एकदमै जायज प्रश्न हो। अहिले पनि हाम्रो औषधि बजारको आधाभन्दा बढी करिब 55% आयातित औषधिले धानेको छ। अनि अर्कोतिर हजारौं फार्मेसी र औषधि पसलहरूको गुणस्तर हेर्न, अनुमोदन गर्न जम्मा 38 जना मात्र औषधि निरीक्षक छन् देशभरिमा। पुरै देशमा जम्मा 38 जना? हो, यो सङ्ख्या त स्पष्ट रूपमा अपुग देखिन्छ। यति थोरै जनशक्तिले प्रभावकारी अनुगमन गर्न र निर्देशिका कार्यान्वयन गराउन निकै कठिन हुन्छ। भनेपछि समस्या त धेरैतिर जेलिएको रहेछ। स्वास्थ्य प्रणाली, फार्मेसीको काम गर्ने तरिका, बिरामी र किसानको बुझाइ र व्यवहार, अनि नियम बनाउने र लागू गर्ने निकायको क्षमता, सबै कुरा जोडिएको। हो, ठिक भन्नुभयो। यो बहुआयामिक समस्या हो। उच्च मृत्युदर, बढ्दो आर्थिक भार, यसले यसको गम्भीरता प्रष्ट पार्छ। नयाँ निर्देशिका, राष्ट्रिय कार्य योजना, यी सबै सही दिशातर्फका कदम हुन्। तर स्रोतहरूले नै देखाए अनुसार अनुगमनको कमजोरी, आर्थिक दबाव अनि जनचेतनाको कमी जस्ता चुनौतीहरू अझै पनि छन्। यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ नि त, के यी नयाँ नियम र योजनाहरू कागजमा मात्रै सीमित हुन्छन् कि साँच्चै तिनको प्रभावकारी कार्यान्वयन निरन्तर अनुगमन गरेर आम मानिस र स्वास्थ्यकर्मी, फार्मेसी कर्मीहरूको व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ? र अघि भने जस्तो एक स्वास्थ्यको दृष्टिकोण अपनाउँदा के नेपाल मानव, पशु र वातावरणीय स्वास्थ्यमा एकैचोटि AMR-लाई सम्बोधन गर्न आवश्यक स्रोत, संयन्त्र र प्रतिबद्धताका साथ साँच्चै तयार छ त? यो चाहिँ गहिरो विचार गर्नुपर्ने विषय हो।